ल म पढ्छु है त किनकि आवश्यक कुराहरू बाहेक पावलको दोस्रो प्रचार यात्रा अनि केही दिनपछि पावलले बर्नबासलाई भने हामी फेरि जाउँ र हरेक सहरमा जहाँ हामीले प्रभुको वचन प्रचार गरेको छौँ हाम्रा भाइहरूलाई भेट्यौँ र उनीहरूको कस्ता रहेछन् हेरौँ। अनि बर्नबासले मर्कुस उपनाम भएको यूहन्नालाई साथमा लैजाने निर्णय गरे, तर पावलले चाहिँ तिनलाई साथमा लैजाने ठिक सम्झेनन् किनकि पाम्फिलियादेखि उनीहरूबाट छुट्टिएर गएका थिए र साथमा काममा गएका थिएनन्। अनि उनीहरूको बिचमा टिचरको मतभेद भयो कि उनीहरू एकाएकाबाट अलग भए। अनि बर्नबास मर्कुसको साथमा लिएर जहाजमा साइप्रस गए। अनि पावलले सिलासलाई चुने र भाइहरूद्वारा परमेश्वरको अनुग्रहमा सुम्पिएपछि बाटो लागे। अनि मण्डलीलाई स्थिर गराउँदै उनीहरू सिरिया र सिलिसियाबाट भएर गए। पावल र सिलाससँग तिमोथी तब उनी डेर्बे र लुस्त्रामा आए। अनि हेर तिमोथी नाम भएको एकजना चेला त्यहाँ थिए। तिनी एकजना विश्वासी यहुदी स्त्रीका छोरा थिए, तर तिनका बाबु ग्रिक थिए। लुस्त्रा इकोनियामा भाइहरूको बिचमा तिनको नाम चलेको थियो। पावलले तिनी आफ्नो साथमा जाउन् भन्ने इच्छा गरे। अनि ती ठाउँहरूमा भएका यहुदीहरूले गर्दा तिनीहरूलाई लगेर उनले तिनको खतना गरिदिए किनकि बाबु ग्रिक हुन् भने ती सबैलाई थाहा थियो। अनि सहर हुँदै जाँदा उनीहरूले तिनलाई पालन गर्नका निम्ति ती आज्ञाहरू सुम्पिदिन्थे जो यरुशलेमका प्रेरितहरू प्राचीनहरूद्वारा ठहराइ गएका थिए। यसकारण मण्डलीहरू विश्वासमा बलियो हुँदै गए र सङ्ख्यामा पनि दिनहुँ बढ्दै गए। अनि जब उनीहरू फ्रिगिया र गलातियाका चिङ्गा लाउने अनि तिमीलाई चिङ्गा लाउनलाई त तिमी सानो छ नि त नि अलि तिम्रो प्रभुको वचन पवित्र वचनमा चिङ्गा ला त तिमीलाई पढ्न जान्नु परेन। बाबु ठुलो हुन्छ नि मात्रै चिङ्गा लाउनु दिन्छु ल। आश भन्थ्यो चिङ्गा लाउनुलाई कपीमा चिङ्गा लाउने हो भने दिन्छु, बाइबलमा चिङ्गा लाउने हो भने दिन्न। कहाँ चिङ्गा लाउने लु भन, कपीमा चिङ्गा लाउने कि बाइबलमा चिङ्गा लाउने लु भन। हुँदैन, कपीमा चिङ्गा लाउने हो भने दिन्छु ल। ल ल अब त्यो चिङ्गा लगाइदेऊ ल। पेनले लाउनु हुँदैन, पेन्सिलले पनि चिङ्गा यहाँ आएर मैले यो पेन कि पेन्सिल हो, यो पेन्सिल हो कि पेन हो? यो पेनले चिङ्गा लाउनुहुन्छ त पेन्सिलले पो लाउनुपर्छ। ल चिङ्गा लाउँदै पेनले लाउनु हुँदैन, पेनले लगाएपछि नराम्रो देखिन्छ कि प्रभुको वचनलाई। अब चिङ्गा लाएको हो ल ल बाबुलाई चिङ्गा लाउन आउँछ है। पौरस सिलास र तिमोथी अनि डेर्बेमा प्रेरितको स्वर। अनि डेर्बे र लुस्त्रामा आए। अनि त्यहाँ हेर तिमोथी नाम भएको एकजना चेला त्यहाँ थिए। तिनी एकजना विश्वासी यहुदी स्त्रीका छोरा थिए र तिनको बाबु ग्रिक थिए। 2 लुस्त्रा र इकोनियामा भाइहरूको बिचमा तिनको नाम चलेको थियो। राम्रो छ, एकदम खतरक छ होइन। लुस्त्रा र इकोनोमियामा भाइहरूको बिचमा तिनको नाम चलेको थियो। पावलले तिनी आफ्नो साथमा जाउन् भन्ने इच्छा गरे। ठाउँहरूमा भएका यहुदीहरूले गर्दा तिनलाई लगेर उनले तिनीहरूको खतना गरिदिए किनकि बाबु ग्रिक हुन् भनी ती सबैलाई थाहा थियो। अनि सहरमा हुँदै जाँदा उनीहरूले तिनीहरूलाई पालन गर्नको निम्ति ती आज्ञाहरू सुम्पिदिन्थे जो यो यरुशलेमका प्रेरितहरू र प्राचीनहरूद्वारा ठहराइएका थिए। यसकारण मण्डलीहरू विश्वासमा बलियो हुँदै गए र सङ्ख्यामा पनि दिनहुँ बढ्दै गए। म्यासिडोनियाबाट बोलावट। अनि जब उनीहरू फ्रिगिया र गलातियाका प्रदेशबाट भएर गए र पवित्र आत्माद्वारा एसियामा वचन प्रचार गर्दै मनाइ गरियो, तब मुसियामा आएपछि तिनीहरूले बिथुनिया जाने कोसिस गरे, तर आत्माले उनीहरूलाई अनुमति दिनु भएन। अनि मुसियाबाट भएर गएपछि उनीहरू त्रोआसमा झरे। अनि राति पावल कहाँ एउटा दर्शन देखा पर्यो। म्यासिडोनियाका एकजना मानिस उभिरहेका थिए जसले यहाँ म्यासिडोनियामा आएर हामीलाई सहायता गर्नुहोस् भन्दै बिन्ती गरिरहेका थिए। अनि उनले
त्यो दर्शन देखेपछि तिनीहरूलाई सुसमाचार प्रचार गर्नका लागि प्रभुले हामीलाई बोलाउनु भएको रहेछ भन्ने निश्चय गरेर तुरुन्तै हामी मेसिडोनिया जान खोज्यौँ। यसकारण त्रोआसबाट हामी जहाजद्वारा सिधा सामोथ्रासियामा आयौँ अनि भोलिपल्ट चाहिँ नियापोलिसमा अनि त्यहाँबाट फिलिपीमा आयो, जो चाहिँ मेसिडोनियाको त्यस भागको मुख्य सहर र रोमीहरूको बस्ती हो। अनि त्यस सहरमा हामी केही दिनसम्म रह्यौँ। अनि विश्राम दिनमा हामी सहरबाट निस्किए एउटा नदीको किनारमा गयो जहाँ प्रार्थना चढाउने चलन नै थियो। अनि त्यहाँ भेला भएका स्त्रीहरूसँग हामीले बसेर कुरा गऱ्यौँ। अनि लिडिया नाम भएको बैजनी बिक्री गर्ने थियाटिरा सहरकी परमेश्वरको भक्ति गर्ने एउटा स्त्रीले सुनिरहेकी थिइन्। पावलद्वारा बोलिएको कुराहरूमा ध्यान लगाउन् भनी प्रभुले उसको हृदय खोल्नुभयो। हालेलुया। शफ्रता जबाकस्यना दारा लाबारेका मान्दे हो प्रता जबाकस्यना दारा लाबारेका मान्दे। प्रभुले उसको हृदय खोलिदिनु भयो। हो प्रता जबाकस्यना दारा लाबारेका ताजा। अनि विश्राम दिनमा हामी सरबाट निस्कियो एउटा नदीको किनारमा गयो जहाँ प्रार्थना चढाउने चलन नै थियो। अनि त्यहाँ भेला भएका स्त्रीहरूसँग हामीले बसेर केही कुरा गऱ्यौँ। अनि लिडिया नाम भएको बैजनी बिक्री गर्ने थियाटिरा सहरकी परमेश्वरको भक्ति गर्ने एउटा स्त्रीले सुनिरहेकी थिइन्। अनि पावलद्वारा बोलिएको कुराहरूमा ध्यान लगाउन् भनी प्रभुले उनको हृदय खोलिदिनु भयो। अनि जब उनले र उनको घरानाले बप्तिस्मा लिए तब उनले हामीलाई यसो भन्दै बिन्ती गरिन्, तपाईँले हामीलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुभएको छ भने मेरो घरमा आउनुहोस् र रहनुहोस्। अनि उनले हामीलाई कर्म पारिन्। अलि चिङ्गा लाउने बेला भएको छैन क्या, अलि बेला भएपछि लाउँछु ल। अनि यस्तो भयो। अनि पावल सिलास फिलिपीको जालखानामा पक्नुहोस् न। ल ल ल हेर्नुहोस् हेर्नुहोस्, तपाईँ मेरो गुरुबा हो नि त है? तपाईँ मेरो गुरुबा होइन त? ल यहाँबाट ल माथिबाट। अनि यस्तो भयो जब हामी प्रार्थना गर्न गइरहेको थियौँ तब जोखना हेर्ने अचम्म हान्नुपर्छ। मलाई पढ्न आउँछ कि आउँदैन? मलाई आउँदैन हो पढ्न? मलाई पढ्न आउँछ कि आउँदैन? लु गुरुबा भन्नुहोस् त, मलाई पढ्न आउँछ कि आउँदैन? मलाई पढ्न सिकाउने हो तपाईँले? हो बाबु पनि त्यहाँ पढ्दै गर्नु ल। प्रेरित स्वरको छोरा पावल र सिलास फिलिपीको झ्यालखानामा। अनि यस्तो भयो जब हामी प्रार्थना गर्न गइरहेको थियौँ तब जोखना हेर्ने हातमा लागेको कुनै एउटा स्त्री एउटा केटीले हामीलाई भेटी, जसले जोखना हेरेर आफ्नो मालिकका लागि धेरै कमाइ ल्याउने गर्थे। प्रेरित स्वरको स्वरमा रहेछ। त्यसले पावल र हामीलाई पछ्याएर यसो भन्दै कराई, इमानी सर्वोच्च परमेश्वरको दास हुन् जसले हामीलाई मुक्तिको बाटो लगाउँदछ 18मा। अनि यो कुरा त्यसले धेरै दिनसम्म गरिरह्यो। यसकारण पावल दिक्क भएर पछिल्लोतिर फर्केर त्यस आत्मालाई भने यसो ख्रिस्टको नाममा तँलाई आज्ञा गर्दछु त्यसबाट निस्कि। अनि त्यही गरी त्यो बाहिर निस्क्यो। अनि प्रेरित स्वरको 19मा। अनि जब त्यसका मालिकहरूले तिनीहरूको कमाईको आशा टुटेको देखे तब तिनीहरूले पावल र सिलासलाई पक्रेर बजारमा शासकहरूको तान्दै ल्याए र यसो भन्दै उनीहरूलाई अदालतका हाकिमहरू कहाँ पुर्याए। यी मानिसहरू यहुदी भएर आफ्नो सहरमा साह्रै गडबडी मचाउँदछन् अनि यस्ता रीतिथितिहरू सिकाउँछन् जसलाई ग्रहण गर्नु र पालन गर्नु चाहिँ हामी रोमीहरूको लागि उचित हुँदैन। अनि सारा भिड एकसाथ उनीहरूको विरोधमा उठ्यो। अनि अदालतका हाकिमहरूले उनीहरूलाई लुगा च्यातिदिएर उनीहरूलाई लौरोले हिर्काउन हुकुम दिए। तिनीहरूलाई धेरै कोर्रा लगाएपछि झ्यालखानाका हाकिमले तिनीहरूलाई सुरक्षित राख्नुपर्ने हुकुम दिए। तिनीहरूले उनीहरूलाई झ्यालखानामा हाले। यस्तो हुकुम पाएर तिनीहरूले उनीहरूलाई भित्रपट्टिको झ्यालखानामा हालेर उनीहरूको खुट्टा ठिङ्गुरामा कसिलो गरी हालिदिए। अनि मध्यरातमा पावल र सिलास प्रार्थना गरिरहेको थिए र परमेश्वरको भजन गाइरहेको थिए र अनि कैदीहरूले उनीहरूलाई सुनिरहेका थिए। तर एक्कासी एउटा ठुलो भुइँचालो गयो यहाँसम्म कि झ्यालखानाका चकहरू नै हल्लाइए। अनि तुरुन्तै सबै ढोकाहरू खोलिए र सबै बन्धनहरू खोलिए। अनि 27मा झ्यालखानाका हाकिमले निन्द्राबाट बिउज्यो र झ्यालखानाका हाकिमहरू खुलै देख्दा कैदीहरू भागिसके भन्ने सम्झे तरबार निकालेर आफूलाई मार्न लागिरहेको थिए। 28मा तर पावलले यसो भन्दा ठुलो स्वरले कराए, आफूलाई केही हानि नगर्नुहोस् किनभने हामी सबै यहीँ छौँ। 29मा त अब बत्तीमा गाह्रो थिए हाम फाल्दै भित्र पसेर थरथर कामदै पावल सिलासका सामु भुइँमा घोप्टो परे। अनि 30मा अनि उनीहरूले बाहिर निकालेर भने हजुरहरू मुक्ति पाउनु के गर्नुपर्छ? प्रेरित स्वरको 31 हुँदैन बाबा,
प्रेरितहरूको 31 अनि उनीहरूले भने प्रभु येशू ख्रीष्टप्रति विश्वास गर्नुहोस् र तपाईँ मुक्ति पाउनुहोस् तपाईँले र तपाईँको परिवारले। अनि उनीहरूले तिनलाई र तिनका घरमा भएका सबैलाई प्रभुको वचन सुनाए। अनि रातको त्यही घडी तिनले उनीहरूलाई लगेर उनीहरूका घाउहरू धोइदिए। अनि तिनीहरू तिनीहरू सबै बप्तिस्मा लिए। अनि उनीहरूलाई आफ्नो घरभित्र ल्याएपछि तिनले उनीहरूका सामु खानेकुरा राखिदिए र आफ्नो सारा परिवारसहित परमेश्वरको विश्वास गरेर आनन्द मनाए। हालेलुया। प्रेरितहरूको 35मा अनि जब दिन आयो तब अदालतका हाकिमले यसो गरेर अफिसरहरू पठाए ती मानिसहरूलाई जान देऊ। अनि जेलखानाका हाकिमले पावललाई यसो भन्दै यी कुराहरू बताए। अदालतका हाकिमले तिनीहरूलाई छोडिदिनु भन्ने हुकुमहरू पठाउनु भएको छ। यसकारण अब निस्किनुहोस् र शान्तिसित जानुहोस्। तर पावलले तिनीहरूलाई भने उनीहरूले हामी रोमी मानिसहरूलाई दोषी नठहराइकन हामीलाई खुल्ला पिटेर हामीलाई जेलखानाभित्र हाले। अनि अहिले चाहिँ उनीहरू हामीलाई सुटुक्कै निकाल्छन्, यो साँच्चै हुँदैन। तर उनीहरू आफै आउन् र हामीलाई बाहिर निकालुन्। अनि ती अफिसरहरूले अदालतका हाकिमहरूलाई यी कुराहरू बताइदिए। अनि उनीहरू रोमी रहेछन् भन्ने कुरा सुनेर तिनीहरू डराए। अनि तिनीहरू आएर उनीहरूलाई निवेदन गरेर बाहिर आएर निकालेर तिनीहरूले उनीहरूलाई सहरबाट जानुहोस् भनी बिन्ती गरे। अनि जेलखानाबाट निस्केर उनीहरू लिडियाको घरमा पसे। अनि भाइहरूलाई भेटेर तिनीहरूले सान्त्वना दिएर बिदा भए। क्वाचिङ लगाएको ए गुरुबा मेरो मुड्की पनि खतरा छ। गुरुबा तपाईँ यहाँ बाइबल पढ्ने बेलामा कुस्ती खेल्नु हुँदैन कि त्यो चिङ्गा लाउनु हुँदैन थियो। अनि सबै ठाउँमा चिङ्गा लायो भने प्रभुको वचनमा बुझ्दैन नि त। त्यो त प्रार्थना गरेर प्रभुले सिकाउनु भए पछाडि मात्रै चिङ्गा लाउनु पर्छ के। किन होस् अब त्यो लगाइहाल्यो होस्। अन्त अर्को ठाउँमा चाहिँ नलगाउनु ल लाउनु पेन चाहिँ राख्नु, त्यहाँनिर चिङ्गा चाहिँ नलाउनु ल। च्यातिन्छ यो पातलो पन्ना हुन्छ कि च्यातिन्छ कि। यो कपी जस्तो होइन नि, त्यो कपी बाक्लो हुन्छ, यो पातलो हुन्छ कि। ल पढ्नुहोस् त ल सलोमन गुरुबा। पेन्सिल किन चाहियो? किन चाहियो पेन्सिल? हजुर कहाँ जानु लाग्यो त आज त? माइती जानु लाग्यो क्या? चिटेकै परेन।